तपाईँ त एमालेको झोले हो नि, किनभने एमाले त झोले अभियानै चलाएको थियो नि। ठिक छ। एउटा अनि कस्तो कम्युनिस्ट पार्टीको सदस्य तपाईँ? कम्युनिस्ट पार्टीमा बा भन्ने त मैले नेपालमा मात्रै सुने हो। मैले विश्वका धेरै कम्युनिस्ट पार्टीहरू पढाएको छु, धेरै कम्युनिस्टहरूको इतिहास पढाएको छु होइन, अझ पढ्न कति धेरै बाँकी होला। तर नेपालमा मात्रै तपाईँको चाहिँ तपाईँले समर्थन गरेको पार्टीमा मात्रै बा हुन्छन्, अरू पार्टीहरूमा त कमरेड हुन्छन् होइन। तपाईँ अहिले पनि चाइनामा जानुभयो भने उनीहरूले मिस्टर प्रेसिडेन्ट भन्छन् होइन, चेयरम्यान माओ भन्छन् होइन, यसरी बा भन्दैनन्। तपाईँहरूको पार्टी त खिचडी पार्टी हो। अब यो कुरामा म जवाफ दिन लायक छु जस्तो मलाई लाग्दैन। तर हामीले बा भन्नुको रिजन चाहिँ के हो भन्दाखेरि केपी ओलीले चाहिँ आफूभन्दा सानो मान्छेलाई चाहिँ आफ्नो छोराछोरी जस्तो नाति नातिना जस्तो व्यवहार गर्ने कारणले हामीले बा भन्ने गरे। त्यो 22 जनाले चाहिँ किन त्यो व्यवहार नगरे त? को 22 जना? जो मारिए उहाँ होइन, सरकारको नेतृत्व। एउटा चिज बुझाउँ अमित शाह, बुझाउँछु ल। एउटा चिज, सडकमा प्रहरी जान्छ सुरक्षाका लागि, हजुर ठिक छ, ठिक छ, सुरक्षाका लागि। त्यो प्रहरीको कमान्डर हुन्छ, डिएसपी हुन्छ होला, एसपी हुन्छ, एसएसपी हुन्छ होला, उसको पनि कमान्डर हुन्छ आइजिपी। आइजिपीको पनि लाइन मिनिस्ट्री हुन्छ गृह मन्त्रालय, गृह मन्त्रालयको पनि लाइन गभर्मेन्ट हुन्छ प्रधानमन्त्री। प्रधानमन्त्रीको प्रत्यक्ष अप्रत्यक्ष निर्देशन बिना, नैतिक निर्देशन बिना गोली चल्दैन, मान्छे मरिँदैन। अनि मान्छे मरेको छ, तपाईँ जसलाई छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चनमनसम्म हेलिकप्टर चढेर जान्छ कोही? यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? यो कुरा उहाँले जान्नुहुन्छ। उहाँको समर्थनमा आएको तपाईँ, उहाँको ढाल बनेर आएको तपाईँ, उहाँलाई छोड्नु पर्यो, उहाँ हत्यारो होइन भन्न आएको तपाईँ। त्यो त हो। हजुरले एउटा कुरा, प्रधानमन्त्रीले आदेश जुन भन्नुभयो नि जारी गर्छ भनेर, त्यो जारी गरेको त एउटा प्रोटोकल हुन्छ होला नि त। त्यो प्रोटोकल त हामीले थाहा पाउनु पर्यो होला नि त। हामीले त त्यही कारणले त गौरी आयोगको प्रतिवेदन सार्वजनिक गर्नु भन्यो नि, जनताले थाहा पाउनु परेन। त्यो तपाईँले भनेको तपाईँको पार्टीको नेता प्रदीप गेवाली, नाम सुन्नु भएको छ? हजुर सुन्नु भएको छ? सुनेको छु। हो, गुल्मीबाट चुनाव लड्नु भएको थियो, भोट पुगेन, हजुर पराजित हुनुभयो। उहाँ त्यही कुर्सीमा बसेर मसँग भन्नुभयो गौरीबहादुर कार्कीको आएको प्रतिवेदन खारेज गर्नुपर्छ, गौरीबहादुर कार्कीको आएको प्रतिवेदन मान्दैन भनेर। ओ, मेरो धारणा त्यसमा चाहिँ के हो भन्दाखेरि पहिला प्रतिवेदन सार्वजनिक हुन पर्यो, आम जनताले थाहा पाउनु पर्यो कसले कस्तो के बयान दिएको छ, कसले गौरी आयोगले कसरी छानबिन गरेको छ, गौरीबहादुर कार्कीज्यूले कसरी छानबिन गर्नुभएको छ। ठुल्ठुलो कुरा नजानुस् न, मेरो कुराको सिधा जवाब दिनुहोस् क्या। म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु। हजुर, म सुगर खानुहुन्न भन्छु, उहाँहरू जेरी पकाइ गर्नुहुन्छ। मलाई त्यस्तो जवाफ चाहिएकै छैन, मलाई सिधा जवाफ चाहिएको छ। तपाईँको जेनेरेसनसँग त झन् सिधा चाहिएको छ। हजुर, तपाईँ जस्तै कलेज गएका विद्यार्थीहरू, ड्रेस लाएर गएका विद्यार्थीहरू होइन, उनीहरूलाई ताकी ताकी गोली हानेको छ। रसी खतिवडाको आमा देख्नुभयो होला नि, उहाँको आँखा त सांसद भएर जाँदा पनि कहिले ओभाएको हुँदैन नि, देख्नु भएको छ होइन? त्यस्ता धेरैका बोल्न नसक्ने आमा र बुवाहरू छन्। उनीहरूको पीडा चाहिँ तपाईँलाई पीडा भएन। केपी ओलीलाई अस्पतालमा लिएर गएर राखेर छानबिन गर्दा तपाईँलाई पीडा भयो र सडकमा आएर सुदन गुरुङ, हत्यारो सुदन गुरुङ राजीनामा दिए भन्नु पर्यो? आन्दोलनमा मैले 3 देखि 4 जनाको मेरो अगाडि गोली लागेको मैले देखेको छु। थाहा खबरको बिल्डिङ त्यति बेला नै म नातिएको थियो। मेरो एउटा साथी घाइते हुनुभयो, त्यो साथीलाई हामी दौडाउँदै लानुपर्ने अवस्था थियो। मेरो साथीको यहाँ चेस्टमा गोली लागेको छ। त्यो टाइममा चाहिँ म पूर्ण रूपमा त्यो एउटा हत्यारा सरकार भन्ने प्रोफाइल पिक्चर राख्ने चलन, त्यो ट्रेन्ड चल्यो, मैले त्यो पनि राखेँ हो। किन भन्दा आवेशमा रिसमा आइयो त्यो टाइममा पनि। तर पछि बुझ्दै जाँदाखेरि त यो सरकार होइन, सरकार हत्यारा होइन भन्न मिल्दैन। नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनै पर्छ है। तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन, त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा संविधान पढाउनु भएको होइन, त्यो भन्न हजुरलाई होइन, हजुरलाई त मैले कहाँ पढाउनु। म जेनजी आन्दोलनको बारेमा प्रधानमन्त्रीले एउटा दुईटा चिज तपाईँलाई भन्छु, नेपालकै उदाहरण तपाईँलाई राम्रो हुन्छ, भोलिका लागि पनि काम लाग्छ। सिंहदरबारमा आगो लाग्यो,
कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो। कीर्तिनिधि विष्ट आगो लगाउन गयो, तर उहाँले नैतिकताको आधारमा त पनि पञ्चायतको बेलामा राजीनामा दिनुभयो। रङ्गशालामा हावाहुरी चलेर ढोका खोल्न ढिलो हुँदा भागदौड मचियो, मानिसहरू मरे। तत्कालीन शिक्षा मन्त्री, त्यति बेला खेलकुद मन्त्री पनि शिक्षा मन्त्री नै हुन्थ्यो, केशरबहादुर विष्ट हुनुहुन्थ्यो। उहाँले गएर ढोका खोल्ने हो, तर उहाँले राजीनामा दिनुभयो। यहाँ त मान्छे मरेको छ, मान्छे गोली हानेर ताकी ताकी, तर उहाँले राजीनामा दिनु भएन, दुःख व्यक्त गर्नु भएन। बरु के भन्नुहुन्छ भने स्वचालित हतियारवाला आएछ र टटटटटट पड्काएछ भन्नुहुन्छ। संवेदना खै तपाईँले केपी ओली संवेदना देखाउ त कहिले भने सुनिनँ मैले। हामीले प्रश्न चाहिँ गरेका छौँ उहाँलाई पनि यो कुरामा। कोठाभित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया र बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ? हामीलाई त तपाईँले माइती गर्न लगाएको नारा थाहा हुन्छ।